ल सुरु ल अलि माथि राख्नु है मेरो हात जल्छ नि जन्मदिनको धेरै धेरै शुभकामना छ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे कृष्ण ल विश्वेश्वरलाई जन्मदिनको धेरै धेरै शुभकामना छ व्यवसाय अझै फस्टाउँदै जाओस् कान्छाको नयाँ व्यवसाय लाग्नुपर्छ भब्बाल फर्स्ट होस् पैसा धेरै कमाउनु नयाँ व्यवसायमा लाग्नुपर्छ नयाँ व्यवसाय सृजना गर्नु पर्यो रोजगारीहरू पनि प्रदान गर्नु पर्यो हामी त्यो आशा र अपेक्षा गर्छौँ एउटा ऊर्जाशील व्यक्तित्वबाट के भन्नु हामी त्यो अपेक्षा गर्छौँ मलाई के भन्नु छ भने जन्मदिनमा धेरै धेरै शुभकामना धेरै पैसा कमाउनु हामीले माग्दा कहिले पनि छैन नभन्नु है छैन नभन्नु के छ मेरो खासै केही छैन हो कान्छा सँगसँगै हुन्छु अब प्रगति उन्नतिमा म साथ दिइरहेको छु कान्छालाई धेरै ऋण चलाइसकेको छु भने होइन कान्छा हो कि होइन ल फेरि पनि जन्मदिनको शुभकामना केक काट्नुहोस् बढिरहनु भएको छ फेरि अझै यता केक काट्ने बेला भइसक्यो यता फर्काउने क्यामेरा मिडिया यता मिडिया यता बुम यता दुईजनाको तर्फबाट पनि र भव्य शुभकामना छ सुरुवात गरौँ यसरी गर्नु तिमी र म चाहिँ ताली बजाउने ह्यापी बर्थडे टु यु लक्कै निकाल्नु पर्यो नि ह्यापी बर्थडे अब कसलाई पहिला भन्दा ज्येष्ठ नागरिकबाट खुवाउँछ ज्येष्ठ नागरिक सङ्घको केन्द्रीय अध्यक्ष ज्यू अर्को केही ल्याइएन ज्येष्ठ नागरिकबाट सबै खाउँ न सबै सबै ल। यतिको चाहिँ हुनुपर्छ क्या यत्तिकै चाहिँ हुनु पऱ्यो केकमा यतिको हुनु पऱ्यो